र तपाईहरुको समक्षमा आज यस्तो नुस्खा लिएर आएको छु। आजकल मान्छेको सबसे ज्यादा ठूलो प्रब्लम के छ? 100 मा 50% मान्छेहरुलाई आफ्नो फ्याट घटाउनु छ। मोटापा मान्छेहरु ज्यादा भएर त्यही नै अहिले सबसे ठूलो प्रब्लम भइरहेको छ आजकलको जेनेरेसनमा। र आज तपाईहरुको लागि म यस्तो नुस्खा लिएर आएको छु जसमा 1 महिना तपाईहरुले गर्नुभयो भने तपाईहरुको सबै फ्याट लुज भएर जान्छ। तपाईहरु एकदमै दुब्लो पातलो फिट एन्ड हेल्दी भएर जान्छ। त्यसमा गर्नुपर्ने केही छैन। म सामानहरु चाहिँ भनिदिइराछु तपाईलाई, म तपाईलाई बनाएर देखाउँदिन। अनि तपाईले एउटा प्यान लिनुपर्छ। प्यानमा तातो पानी हालेर त्यसलाई बोइलिङ हिटमा 100 डिग्री सेल्सियसमा बोइल गर्नुपर्छ। त्यसपछि तपाईको त्यसमा जिन्जर अनि सिनेमन स्टिक अनि क्लोभ अनि तपाईको 2-3 वटा अलैची, ग्रीन अलैची तपाईले लिएर त्यो उम्लिँदै गरेको पानीमा हाल्नुपर्छ। त्यसपछि तपाईले त्यो उम्लिँदै गरेको पानीमा त्यो हालिसकेपछि त्यसलाई उमाल्नुपर्छ। तपाईले म्याक्सिमम 10 मिनेट उमालेर 10 मिनेट उमालिसकेपछि त्यसलाई तपाईले निकाल्नुहोस्। अनि त्यो तातै खानु हुँदैन। त्यसलाई हल्का मनतातो पारेर सेलाएर जब पिउने लायकको हुन्छ त्यसमा तपाईले कपमा हालेर यसरी बिस्तारी सुरुप खाएर केही फाइदा छैन। बिहान बिहान उठ, कुद्नु जाऊ, एक्सरसाइज गर, अन्त गर्छ। के को अदुवा न लसुन।